नमस्कार, मेरो नाम नरबहादुर कुमार छेत्री। मेरो घर 25 शनिचरी वार्ड नम्बर 9 मोरङ। मेरो समस्या चाहिँ विगत 10 वर्षबाट चाहिँ यो ढाड दुख्ने, कम्मर दुख्ने त्यस्तो समस्या थियो। अनि अहिले आएर चाहिँ 1 महिनाभित्रमा चाहिँ मेरो एकदमै कम्मर दुख्यो। अनि त्यस पछाडि चाहिँ यो देब्रे खुट्टामा चाहिँ पेन एकदम बढेर गयो। अनि गएर जाँदाखेरि मैले मेरै साथीहरूबाट चाहिँ यहाँको नम्बर पाएँ मैले। अनि नम्बरमा चाहिँ फोन गर्दाखेरि यहाँले तपाईँ आउनुहोस्, एकपल्ट रिपोर्ट एमआरआईको रिपोर्ट चाहिँ पठाउनु भनेर भन्नुभयो। अनि त्यस पछाडि मैले वाट्सएपबाट चाहिँ एमआरआईको रिपोर्ट पठाएँ। अनि तपाईँले हेरेर चाहिँ ढुक्क भएर तपाईँ आउनुहोस्, तपाईँको ट्रिटमेन्ट यहाँ हुन्छ, हामी गर्न सक्छौँ भनेर चाहिँ भन्नुभयो। त्यस पश्चात म पछिबाट चाहिँ यहाँ आएँ। लगभग मैले 2 हप्तासम्म यहाँको मिलाइदिएँ। अब त्यसको समय अवधि चाहिँ 1 महिना जति चाहिँ गऱ्यो भनेदेखि पहिलेकै जस्तो 1 नम्बर उही अगाडिकै फर्ममा आउनुहुन्छ भनेर भन्नुभएको थियो। तर मेरो कामको व्यवस्थाले गर्दाखेरि मैले 1 महिना अहिले गर्न भ्याइनँ। मैले जम्मा 15 दिन गरेँ। 15 दिनमा लगभग मलाई 70% एकदम कम्प्लिट ठिक भएको छ। अब बाँकी रहेको भनेको 30% मात्रै बाँकी छ। यो पनि म केही दिन पछाडि फेरि आएर चाहिँ मेरो 1 महिनाको कोर्सलाई चाहिँ पुरा गर्नेछु र यो मेरो सम्पूर्ण बिमारी चाहिँ निको हुन्छ भन्ने मैले आशा दिएको छु र अहिले मलाई धेरै नै राम्रो भएको छ। तपाईँ डाक्टरले के अपरेसन गर्नुपर्छ भन्नुभएको थियो कि? हजुर, हेरेर चाहिँ एमआरआई गर्नु भन्नुभयो। एमआरआई गरेपछि अनि आएर रिपोर्ट देखाउँदाखेरि तपाईँको L4 र 5 नसा चेप्टिएको छ। अनि बाँकी रहेको अरू 2-3 वटा नसा पनि कुनै चेप्टिएको, कुनै सुकेको र फुलेको नसा छ भन्नुभएको थियो र तुरुन्त तपाईँले अपरेसन गर्नुपर्छ भन्नुभएको थियो उहाँले। अनि मैले बुझ्दै जाँदाखेरि धेरै साथीहरूको सल्लाह, जान्ने बुझ्नेको सल्लाहले चाहिँ अपरेसन अहिले गरिहाल्नु हुँदैन, अरू नै विधिबाट चाहिँ ठिक भयो भने अरू नै विधि नै अपनाउँदा चाहिँ राम्रो हुन्छ भनेर चाहिँ सल्लाह दिनुभयो। अनि त्यही अनुसार चाहिँ म यहाँ आएर चाहिँ मैले उपचार गरेँ। मलाई अहिले हजुरले हाम्रो उपचार गर्ने तरिका कस्तो लाग्यो र? अलिकति यहाँको भिन्न किसिमको जस्तो लाग्यो। हजुर, भिन्न भन्नाले पनि अब पहिले अर्ग्यानिक जस्तो अब काँचको ग्लासहरूले चाहिँ तान्ने, अनि त्यो बाटीहरूले चाहिँ तान्ने, अनि तातो तेलहरूले चाहिँ अन्त सेक्ने, अनि बाफहरूले चाहिँ सिक्ने, अन्त आएर फिजिकली हातले नै यसले मसाज गरेर चाहिँ उपचार गर्ने विधि रहेछ। यो विधि मलाई अत्यन्त मन पर्यो, राम्रो लाग्यो। अब अन्य अरू ठाउँमा पनि मैले देखेको छु। त्यहाँ चाहिँ भनेपछि खालि इलेक्ट्रिकबाट चाहिँ करेन्टबाट मात्रै गर्ने विधिहरू मैले धेरै देखेको थिएँ। तर त्योभन्दा चाहिँ यहाँ अलिकति भिन्न किसिमको लागेर चाहिँ मलाई साह्रै राम्रो मन पर्यो यहाँको उपचार विधि। हजुरले हामीले कुनै औषधि प्रयोग गरौँ त उपचार क्रममा? गराउनु भएको छैन। बरु मैले युज चाहिँ गरिरहेको थिएँ यहाँ आउनुभन्दा अगाडि औषधि। अनि यहाँ आइसके पछाडि चाहिँ औषधि युज गर्नु पर्दैन, अब हामी थेरापीले नै ठिक गर्छौँ भनेर भन्नुभयो। अहिले मैले औषधि युज गरिरहेको छु। हुन्छ, धन्यवाद। थ्याङ्क यू, धन्यवाद।